नमस्ते सबैजना साथीहरुमा। ल यो सेतो फुल फुलेको छ। यो चाहिँ सबै यो माघको अन्तिम फागुनतिर फुल्छ र एकदमै राम्रो बनाएको छ जङ्गलहरु यसले है। यति राम्रो छ कि हेर्नु होला। तर यसको एकदमै महत्त्व छ। यो फुल फुलेको छ। यति सानो बेर्नाहरु पनि यसरी राम्रो फुल फुलेको छ। ल हेर्नुस् त, हेर्नु कति राम्रो फुल फुलेको छ हैन। यो फुल अनुसारको पनि यसको महत्त्व छ है साथी हो। यो बाट चाहिँ एकदमै राम्रो चिज बन्छ हैन। यो जङ्गलै पुरै यही फुल फुलेको छ। हेर्नु त कति मजाले फुल फुलेको छ। हेर्नुस् यस्तो छ हैन। यस्तो छ। माथि पनि फुल फुलेको छ, तल्लो पनि छ हैन। यो जङ्गलै यही छ। र योलाई चाहिँ यसको बोक्रा निकालेर चाहिँ नेपाली कागज बनाउँछ साथी हो है। यो चाहिँ नेपाली कागज बनाउने लोक्ता भन्ने हो। हेर्नु त फुल यसरी फुलेको छ। यो लोक्ता बन्छ, नेपाली कागज बन्छ हैन। एकदमै महत्त्व छ है यसको। यो फुल अनुसारको यसको महत्त्व पनि छ साथीहरु हैन। यसैले यति राम्रो फुल फुलेछ हैन साथीहरु। ल यता फुलेछ यसरी है। र सेतो फुल फुलेको छ। यही फुल अनुसारको यसको महत्त्व पनि त्यही छ है। नेपाली कागज बनाउने चाहिँ एकदमै महत्त्व कागज, एकदमै राम्रो महँगो कागज भन्ने यहीबाट हो हैन। हेर्नु त तपाईहरुकोतिर नि कहाँ पाउनुहुन्छ वन जङ्गल घाँसपात गर्दाखेरि पहिला देख्नु भएको थियो होला सबैजनाले हैन। ल कसले हेर्नु भएको छ, देख्नु भएको छ, कहाँबाट जङ्गल घाँस दाउरा गर्न जाँदाखेरि देख्नु भएको छ भनेदेखि विदेशमा हुने स्वदेशमा हुने दाजुभाइ दिदीबहिनीहरूले लाइक कमेन्ट सेयर गरिदिनु है। ल हेर्नु त पहिला त घाँस दाउरा गर्दा हामीले त जङ्गलमा त यो त देखेको थियौँ। र अहिले चाहिँ सबै यो कागजमा युज हुन्छ हैन। यसलाई चाहिँ पुर्जी काटेर यसलाई चाहिँ अनुमति लिएर यसलाई यसको जुन बोक्राहरू निकालेर चाहिँ लगेर यसलाई चाहिँ विभिन्न किसिमको प्रक्रियाहरू मिलाएर अनि नेपाली कागज बन्छ है त साथी हो। ल कता कसले हेर्नु भएको छ, कसले चिन्नु भएको छ, यसको लाइक कमेन्ट सेयर गरिदिनु है त। नमस्कार। ल।